सहरको व्यस्त जीवनभन्दा पर मनसुनले भिजेका पहाडहरूसम्मको मेरो यात्रा। उत्साहले भरिएको मनहरूसँगै चुनौतीपूर्ण सडकहरू र पदमार्ग हुँदै मेरो गन्तव्य हो अन्नपूर्ण क्षेत्रको मुटुमा लुकेको स्वर्ग कोरीडाँडा। यात्राले मानिसलाई सुन्दरतासँगै एक आकार हुन मात्र होइन, सम्झौताको अर्थ पनि सिकाउने रहेछ। जहाँसम्म मेरो आँखाको दृश्य पुग्छ त्यो भिडियोमा कैद गर्न नसकुला। मेरो आत्माले जति महसुस गर्न सक्छ त्यो शब्दमा बयान गर्न नसकुला, तर जे जति देख्छु त्यो भिडियोमा कैद गर्नेछु। आउनुहोस् कास्की जिल्लाको माडी गाउँपालिका कोरी डाँडासम्मको यात्रा सँगै मिलेर पुरा गरौँ। हाम्रो यात्रा सुरु भयो पोखराको काउँखोलाबाट। मध्य दिउँसोको 1 बजेतिर सिग्लेस जाने जिपमा कुद्यौँ। पोखरा भ्याली काटे लगत्तै विजयपुर खोलाको तिरैतिर हुँदै सिग्लेसतर्फको यात्रालाई अझ धेरै पूर्णता दिँदै हामी अगाडि बढियो। मौसम खुलेको थियो, चारैतिरबाट हरियालीले छाएको थियो। बाटो निर्माणले भविष्यमा हुने सहजताको सम्भावनालाई देखाइरहेको थियो। केही सडक धुरी पार गरेसँगै एउटा गाउँ भेटियो। यस गाउँको नाम चिप्ली रहेछ। यस गाउँ पनि अत्यन्तै सुन्दर देखिन्थ्यो, एकै प्रकारका घरहरू चिटिक्क मिलेका। पक्की बाटो सकिए लगत्तै भयानक अप्ठ्यारा बाटोहरूको सामना गर्नु पर्यो। बाटो पानी झरीमा पनि निर्माण कार्य भइरहेको हुनाले केही ठाउँमा रोकिएर बस्ने अवस्था पनि स्वीकार्नु पर्यो। यो समयमा मोटरबाइक र माइक्रोबसमा आउने अलि असहज र अप्ठ्यारापनहरूलाई झेल्नु पर्ने भएकोले म त भन्छु अब आउने इच्छुकहरू जिपमा नै आउनुहोला। खोला नालाको प्रत्येक छालहरूमा इन्द्रेणी भर्ने तागत छ। मानिसको भोक प्यास मेट्न सक्ने सामर्थ्य छ। हाम्रो देश त्यसै सुन्दर कहाँ भएको हो र? यी विभिन्न कारणहरू प्रष्ट रूपमा आफै देखिन्छन्, झल्किन्छन्। एकछिन यी सुन्दर दृश्यहरूसँग अल्मलिएर हेरियो। फेरि आधा गन्तव्यसम्म भए पनि पुग्नुपर्छ भन्ने यथार्थले झकझकायो र पूर्ण यात्राको सुरुवात गर्यौँ। हामी लगातार 3-4 घण्टाको जिपको यात्रा पश्चात सिग्लेस गाउँ आइपुग्यो। रिमझिम पानी परिरहेको थियो। वरिपरि जङ्गलहरूले घेरेको बीचमा एउटा मात्र गाउँ सिग्लेस आइपुग्दा मन एकदमै प्रफुल्ल भएर आएको थियो। हामी जिप पार्क ओर्लिएर सिग्लेस गाउँतर्फ प्रवेश गर्यौँ। यहाँदेखि चाहिँ हाम्रो कोरी ट्रेक सुरु हुन्छ। मगती तुझो यादे गैनु मानको एकछिन स्थानीय बुवा आमाहरूसँग कुराकानी रमाइलो गर्दै फेरि हामी अगाडि बढियो। हामीसँग समय एकदमै छोटो थियो। पुग्नुपर्ने तासा घडी हेर्दा 4 बजिसकेको थियो। स्थानीयहरूले बताए अनुसार 4-5 घण्टा लाग्ने तासा पुग्नलाई भनेपछि हामी अब कतै नअल्मलिएर अगाडि बढ्ने निडो गरियो।
नयाँ गन्तव्यले सधैँ एक फरक फरक उत्साह थपिदिने रहेछ मानिसको जीवनमा। बाटोमा सानातिना खोला, झरना, झोइङ्गे पुलहरू देखिन्थे। एकदमै सुन्दर दृश्य। यो रुटमा मलाई एउटा राम्रो लागेको कुरा यात्रीहरूको भोक प्यास मेटाउनका लागि बिचमा धारा पानी र टी हाउसहरूको पनि व्यवस्था गरिएको छ। यहाँका स्थानीयहरूलाई धेरै धेरै धन्यवाद यात्रीहरूलाई सहज वातावरण सिर्जना गरिदिनु भएकोमा। अहिले चाहिँ बेलुकाको 8 बजिसकेको छ। हाम्रो अर्को ग्रुपसँग पनि भेट भयो यहाँ दिदीहरूसँग र हामी लगभग अब तासा पुग्नै लागिसकेका छौँ। हामी तासाको गोमा होटेलनिर आइसकेका छौँ है, तपाईँहरू देख्न सक्नुहुन्छ। एकदमै अँध्यारो भइसकेको छ र यता चाहिँ दिदीहरू नाच्दै हुनुहुन्छ है। बल्ल बल्ल सास डोराएर आइपुगियो गोमा होटेल भनेर यहाँ रमाइलो गर्दै हुनुहुन्छ। हेलो या नमस्ते एभ्रिवान, गुड मर्निङ फ्रम टासा। अहिले चाहिँ बिहानीको 7 बजिसकेको छ। अब हामी एकछिनमा खाजा खाएर फेरि हाम्रो दोस्रो दिनको यात्रातर्फ लाग्नेछौँ। आज चाहिँ त्यति मौसम पनि खुलेको छैन, सायद छिटै पानी पर्छ होला। टासादेखि खाजा नास्ता गरेर हाम्रो कोरीको दोस्रो दिनको यात्रा पनि सुरु भयो। यो यात्रा केवल पाइलाको गणना मात्र थिएन, यो त आत्माको खोज, प्रकृतिसँगको संवाद र मानव मनको साहसको शान्ति पनि हो। यात्राले मानिसलाई सुन्दरतासँगै एक आकार हुन मात्र होइन, सम्झौताको अर्थ पनि सिकाउने रहेछ। सोचेको र भनेको जस्तो नहुँदा पनि यात्रीलाई आफ्नो मन मनाउन सिकाउँदो रहेछ। भनेको बेला खान नपाउनु, हिँड्न नपाउनु र सुत्न नपाउने यी विभिन्न कारणहरू हुँदाहुँदै पनि यात्राले मानिसलाई जीवनलाई हेर्ने एक फरक दृष्टिकोण दिने रहेछ। हामी टासादेखि लगातार 3 घण्टा उकालो बाटो हिँडेर खाना खाने ठाउँसम्म आइपुग्यो। आज बिहानैदेखि मौसमले च्यालेन्ज गरिरहेको थियो। यात्रीहरूलाई एकदमै असहज वातावरण सिर्जना भइरहेको थियो। हामी चेगाबाट खाना खाएर निस्केदेखि नै पानी पर्न लाग्यो। जति हाइटमा गयो त्यति नै एडभेन्चर रुटहरूसँग सामना गर्नु पर्यो। बर्खायामको समय पानी त अभियसली पर्ने नै भयो। आफैले रोजेको बाटो असहज भए पनि सहज मानेर हिँड्नु परिहाल्यो। बाटोभरि अनेकौं रङका फुलहरूले हामीलाई स्वागत गरिरहेको थियो। कोही यात्री गन्तव्यमा पुगेर फर्किँदै थिए भने हामी त्यो सुन्दर गन्तव्यको खोजीमा आफ्ना कदमहरूलाई निरन्तरता दिइरहेका थियौँ।
ओके हामी निल्टुमा आउनुपर्छ यता हेर्नु अस्ति गाह्रो भयो सुतिरहेको टेन्सन भयो गाह्रो भयो कहाँदेखि आएको नि काठमाडौँबाट आएको हो कति हिजो आएको अस्ति आएको सिक्लेस हिजो यहाँ आएर चिगा आएर बसेको आज हामी चिगादेखि 3 घण्टाको उकालो यात्रा पश्चात बल्ल बल्ल कोरी देउराली आइपुग्यो। यस देउरालीमा ढुङ्गा चढाएर चोखो मनले केही मागेमा मनको इच्छा पुग्ने आस्था पनि रहेको छ। चारैतिरबाट बादलले ढाकेको कोरीको पाटन साँच्चीकै आनन्दमय थियो, सुन्दर, स्वच्छ अनि शान्त। हामी अहिले होटेल न्यानोमा आइपुग्यौँ। आजको हाम्रो बास यही हुन्छ। मौसम चाहिँ सिधै छ, बाहिर सास पनि लागिसकेको छ भने हाम्रो भित्रको माहौल चाहिँ तातिँदैछ है। हिमालय नचिन्नेहरूले पनि टाढैबाट थम्याउन सक्ने माछापुच्छे हिमाल। कति टाढा पुग्न सकिन्छ कुनै यादहरूबाट, जिम्मेवारीहरूबाट, एउटा अत्यास लाग्दो नियमितताहरूबाट। कति पर भाग्न सकिन्छ हिमालहरूलाई भेट्न, कति दौडिन पर्छ हिमालहरूसँग प्रत्यक्ष रूपमा साक्षात्कार गर्न। आखिर के छ यो प्रकृतिमा त्यस्तो जादु जसले दुनियाँ भुलाइदिन्छ, आफैमा हराइदिन्छ अनि यो प्रकृतिको अगाडि म त केही पनि रहेनछु भन्ने कुरालाई प्रमाणित गरिदिन्छ। नेपालको कास्की जिल्लामा अवस्थित कोरी डाँडा विश्वको प्रसिद्ध ट्रेकिङ गन्तव्य र हिमालको काखमा बसेको एक अनुपम प्राकृतिक सम्पदा हो। समुद्री सतहबाट लगभग 4000 मिटर उचाइमा रहेको यो कोरी डाँडाबाट माछापुच्छे, लमजुङ, हिमाल अन्नपूर्ण 2, मनासलु लगायत थुप्रै हिमालहरूको दृश्य अवलोकन गर्न पनि सकिन्छ।
दुनियाँमा सबै प्रकारका मानिसहरू भेटिन्छन्। भनिन्छ नि, फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। मेरो कोरी यात्रामा भेटिएका पोखराका गुरुङ्गी दिजुहरू साह्रै खुल्ला हृदयको, उहाँहरूसँगको बोन्डिङ जीवन्त सम्झना रहनेछ। धेरै माया दिजुहरू। जीवनको कुनै मोडमा फेरि पनि तपाईँहरूसँग भेट हुने मौका जुडोस्। फुलहरू कोरीको पाटनभरि आफ्नै विभिन्न रङहरू लिएर फुलिरहेका थिए, बास्ना छरिरहेका थिए। मेरो मनलाई यी फुलहरूले लोभ्याइरहेको थियो। मन भमरार चाहिँ उडिरहेको थियो डाँडा काँडा। कोरी डाँडाको यात्राको अनुभवहरूमा जीवन दर्शन लुकेको भेटिएको महसुस भयो। साँच्चीकै भन्नुपर्दा यो ठाउँको प्राकृतिक सुन्दरतालाई जति बयान व्याख्या विश्लेषण गरे पनि कमै पर्ने गर्दछ। थकित शरीरलाई आराम मिल्ने, छटपटिएको मनलाई शान्त मिल्ने, अनि केही खोजिरहेका आँखाहरूलाई सुन्दरताको भाव मिल्ने। यस कोरी ट्रेकमा साथ हौसला सपोर्ट दिने, यो सुन्दर गन्तव्यमा पुर्याउने स्पेसल्ली राजिन छन्ट्याल दाजु, थ्याङ्क्स फर एभ्रिथिङ। तपाईँको साथ बिना यी सबै कुराहरू सम्भव थिएन। आगामी दिनहरूमा पनि फेरि हामी सहयात्रा गर्नेछौँ र यो ट्रेकमा जोडिएका सम्पूर्ण साथीभाइहरू धेरै माया अनि सम्झना छ। यी सबै साथको लागि गन्तव्यमा सँगै पुग्यो र फर्कियो भने